इन्द्रको ताज फैदिएर स्वर्गको राजा भनेर आयो। स्वर्गमा सुनेता हो सबले काम गरेर सुन अझदेखि स्वर्ग मेरो कब्जामा छ यदि कसैले मेरो विरुद्धमा बोल्ने कोसिस मात्र गर्यो भने त्यसलाई यही हतियारले टुक्रा टुक्रा पार्नेछ। स्वर्ग आहा कस्तो आदर कस्तो रमणीय रहेछ अत्यन्त सुन्दर अत्यन्त प्रसन्न भएर विराजमान भएर मस्त रेडिएको बेलामा अचानकपूर्वक स्वर्गका राजा इन्द्र अग्नि वरुण फेरि लड्न आए। हिजो हारेर गएका व्यक्ति फेरि लड्न आए। आज यसको अन्तिम कतैबाट भाग्न सक्छ मेरो चारैतिर रात जमाएर बस्दै सक्छ अब तेरो आज आइसक्यो हिजो हारेर गएको व्यक्ति यो लड्न आएको छ। संसारमा दुईटा चिज दोहोरियो भने डर लाग्दो मान्नु। एउटा हिजो निको भएको रोग फर्केर त्यही रोग लाग्यो भने बिरामी सिद्धियो भनेर जान्नु। अर्को हिजो हारेर गएको व्यक्ति चाहिँ लड्न आयो भने यसको पछाडि कुनै शक्ति छ भनेर जान्नु। वृत्रासुरले चाल बुझिहाल्यो पक्का पनि कुनै शक्ति लिएर मलाई मार्न आएको छ। अब मैले अन्तिममा भगवानको भक्ति नगरी हुँदैन भनेर वृत्रासुरले भगवान श्रीहरि वासुदेव शङ्कर्षण भगवानको बारको उपासना गर्न लाग्यो। न नाकपृष्ठम न च पादभृष्टम न सार्वभौमं न साधिपत्यं न योगशब्दैर पुनर्भवं वां सन्ति यद्पादरजप्रपन्ना। हे मेरो भगवान हे नारायण हजुरको नाममा मेरो चित्त लागिरहोस्। मेरो अभिलाषा त केही होइन। म अन्यको विरुद्धमा लडेर हाँसी हाँसी मर्न खोजेको भगवान। म युद्ध मैदानबाट पछि फर्काएर भाग्दिनँ। म वीरजन हो तर मेरो मृत्यु अवश्यम भविष्यमा मर्दैछु त्यो पनि थाहा छ। तर भगवान परमात्मा धर्मका लागि म लड्नेछु भनिकन भगवानको भक्तिमा लागेर वृत्रासुर युद्ध मैदानमा जाने निर्णय गर्यो। यहाँनिर भागवतको बताउँछ देवराज इन्द्र स्वर्गका राजा इन्द्र भन्दा वृत्रासुरको भक्तिलाई उच्च मानेको छ भागवतले। इन्द्रले गरेको भक्ति स्वार्थ परक भक्ति स्वार्थी भक्ति। जब दुःख पर्छ नि भगवानलाई सम्झने हामी जस्तै, अरू बेलामा प्रभुलाई नसम्झने दुःख पर्छ नि भगवानलाई सम्झने। तर वृत्रासुर मर्ने जान्दा जान्दै पनि सङ्कटको घडीमा पनि परमात्माको बोध नगर्ने मृत्युलाई जितेको मलाई केही अभिलाषा छैन। मलाई जोगाउनुहोस् पनि भनेन हो केवल परमात्माको भावमा मेरो चित्त लाग्नुहोस्। यस्तो कर्म गरेर वृत्रासुरले परम भक्तको परिचय दियो र अहिले आफ्नो युद्ध मैदानमा गाडी बढ्दै जान लाग्यो। याद राख यसमा एकको जित अर्कोको हार हुनेछ। मैले सके तैँले मलाई मार्ने, मैले सके मैले तँलाई मार्दिन्छ। यसलाई हे अग्निपुर राजा टुक्रा टुक्रा पार्नुछ। राजा सावधान
छोरीले हतियार प्रयोग गर्नुपर्छ